भुजा चाहिँ छिटो पच्छ पनि क्या चिउरा हुँदा साथीहरु हाम्रो तीज मनाहौं त्यसैमा हो के बीचमा खाने दिदीले एक्लै एक्लै ब्लग गराउनु भयो हो के अरे एक्लै ब्लग गराउनु भयो ल खसी गर्नु भयो यसले ओरे ल्याउ सलाद पनि खानु न ल कस्तो भयो खाना म आफै निकाल्छु त्यसमा म त अब यता पनि आयो है श्रीमान त मलाई हेरिराख्छ राख्दिनला होला प्लिज नराख्दिनु है सुनको त सोच चल्छ नि हैन त ल ल्याउ ओरे म खानु किन अलि ओरे अलि राम्रो छ त अलि राम्रो छ त खाऊ न मेरो बा तिनीहरू पनि थाल्यौ खै माइत खाएर आएको नि त्यही भएर हो कि त माइत गएर आएछन् होइन पहिला पहिला बुहारी माइतबाट आयो नि बेलुका खानै दिन्न थियो पिरो ताम्ला खुर्सानी चाहिँदो रहेछ दाउमा मिलेर आउँदो रहेछ पिरो रहेछ है दाङको तर ठिक्क खुर्सानी नै चाहिन्छ हिजो हजुरले पनि बाहिर नदिएको न आयो माइत गएर आएछ ए भन्छु अब बुझ्यो दिदीले दिन हाल्नु ल्याएर जान्दैन आफै हाल्दै गर्नु क्या माइत खाएर आयो कि बाहिरलाई देखिन समाज यस्तै मसिनो बनाउन पर्छ कि कसो हो बल्ल हुने हो कि लेटरसँग सँगै मिक्स हुन्छ है सरकार त यस्तै त हुने ठुलो पिस भएर चलाउन सजिलो हुन्छ नि ड्रेसिङ पुगिन्छ सलाद पनि खाइछैन